रुक्मिणी कृष्णसौभाग्यम् उमा सौभाग्यशङ्करः जानकी रामसौभाग्यं सौभाग्यं वरकन्ययोः आयुष्मान भवः आयुष्मती भवः। सम्पूर्णमा जय श्री राधे, नमो नमः। आज चाहिँ विवाह दिन जुराउने तरिका, कसरी चाहिँ विवाहको दिन जुराउने, उत्तम दिन चाहिँ कसरी लिने भन्ने कुराको निमित्त चाहिँ आज म उपस्थित भएको छु। शास्त्री हेमराज पण्डित। उदाहरण नम्बर 1। मिति 2083 साल वैशाख महिनाको 23 गतेको विवाह जुराउने क्रममा केटा र केटी दुवै पक्षको हेर्दाखेरि प्रथमतः केटाको नाम रिकेश, जन्म नक्षत्र चित्रा नक्षत्र, नक्षत्र पाउ चाहिँ 4 र राशि तुला राशि रहेको छ है। अनि त्यसै गरी केटीको कन्याको चाहिँ हेर्दाखेरि हामिनी नाम रहेको छ, जन्म नक्षत्र पुनर्वसु र नक्षत्र पाउ 3, राशि मिथुन राशि रहेको छ। त्यसै गरी विवाहको दिन जुराउँदा वर केटाको चाहिँ सूर्य र चन्द्रमा जुराउनु पर्ने हुन्छ र त्यसै गरी केटीको कन्याको चाहिँ बृहस्पति र चन्द्रमा जुराउनु पर्ने र जुरेको अवस्थामा विवाह दिन लग्न लिन सकिन्छ है त। त्यसै गरी सर्वप्रथमतः गुण मिलाप हुनु आवश्यक रहन्छ। जो गुण हुन्छन्, गुण चाहिँ हामीले सबैभन्दा पहिला चाहिँ गुणगण चाहिँ पहिला चाहिँ हेर्नुपर्ने हुन्छ। मुहुर्त मार्तण्डको अनुसार चाहिँ 18 गुणभन्दा माथि गुण मिलेको छ भने चाहिँ विवाह गर्न उपयुक्त मानिएको छ है। विवाह गर्नु शुभ भन्ने पाइन्छ। त्यसकारण माथिको विवरण अनुसार, माथिको यो विवरण अनुसार चाहिँ हामीले उहाँको जन्ममिति, केटाको जन्ममिति र केटीको जन्ममिति दुवैको गणना गर्दाखेरि 20 गुण मिलेको पाइएको छ है। हामीले चाहिँ म त्यो अर्को भिडियोमा पनि हजुरलाई हालिसकेको छु, हेरेर साथ दिनु होला। अनि त्यसै गरी वैशाख महिनामा सूर्य मेष राशिमा हुन्छन् र बृहस्पति मिथुन राशिमा रहेका छन् है त, राशिमा हुनुहुन्छ। हामीले जुराउँदा 4, 8, 12लाई चाहिँ पार्नु हुँदैन, त्यो चाहिँ अशुभ मानिन्छ है त। त्यसै गरी हामीले हेर्दाखेरि यो तुला राशिका केटालाई चाहिँ सूर्य जुडाउँदाखेरि सूर्य तुल राशिबाट हामीले मेषसम्म जानुपर्ने हुन्छ। यहाँ तुला 1, तुला वृश्चिक 2, धनु 3, मकर 4, कुम्भ 5 र मीन 6 अनि मेष चाहिँ 7औँमा चाहिँ अब हामीले हेर्दाखेरि यहाँको यो चाहिँ सूर्यको 3, 6, 10, 11 चाहिँ शुभ मानिन्छ। अनि पूजा पश्चात चाहिँ गरिने 1, 2, 5 र 7, यो चाहिँ उहाँको यो 7औं स्थानमा सूर्य परेको हुनाले सूर्य चाहिँ उहाँको तुलादेखि मेषसम्म 7मा परेको छ। 7मा परेको हुनाले उहाँको चाहिँ पूजा चाहिँ गरेर सूर्यनारायण जुडेको छ है त यो 23 गतेको दिन तुल राशिको व्यक्तिलाई हेर्दाखेरि। अब त्यसै गरी उहाँको चाहिँ चन्द्रमा हेर्दाखेरि, चन्द्रमा भनेको कुन राशिमा छन् चन्द्रमा भन्दाखेरि हामीले अब यहाँ पात्रोमा हेर्नुपर्ने हुन्छ। चन्द्रमा 2083 साल वैशाख महिनाको 23 गते बुधबारको दिन चाहिँ हेर्दाखेरि चन्द्रमा धनु राशिमा हुनुहुन्छ। धनु राशिको चन्द्रमालाई चाहिँ अब तुलदेखि धनुसम्म, तुला 1, वृश्चिक 2, धनु 3मा चाहिँ चन्द्रमा हेर्दाखेरि चन्द्रमा शुभ स्थान, चन्द्रमा 3मा चाहिँ शुभ मानिएको छ है। चन्द्रमा चाहिँ उहाँको तुलादेखि चाहिँ उहाँको चन्द्रमा जुडेको छ है त। वरको लागि तुलदेखि धनुसम्म 3 शुभ, वरको लागि शुभ मानिएको छ, शुभ यो राम्रो छ, चन्द्रमा जुड्यो। अब चाहिँ केटी पक्षको लागि चाहिँ उहाँको नाम हामिनी, राशि मिथुन र पुनर्वसु नक्षत्र है त। मिथुन राशिबाट चाहिँ हामीले अहिले चाहिँ उनको लागि चाहिँ भनेको बृहस्पति चाहिँ कुन राशिमा छन् भने अहिले बृहस्पति मिथुनै राशिमा रहेका छन्। हामीले बृहस्पति पनि हाम्रो पञ्चाङ्गमा दिएको हुन्छ। यहाँ भनेको चाहिँ जेठ महिनाबाट चाहिँ वृष राशिमा श्री सूर्यनारायण लाग्छन्। अहिले चाहिँ वैशाखमा मेषमै छन् र बृहस्पति चाहिँ मिथुन राशिमै छन् है त। मिथुन राशिमा बृहस्पति भएको हुनाले मिथुन राशिको बृहस्पति भनेपछि उहाँको चाहिँ कन्याको राशि भने मिथुन र
बृहस्पति मिथुनमै भएको हुनाले एक, मिथुन एक, एकमै पर्यो, पहिलोमा परेको हुनाले बृहस्पति शुभ चाहिँ 2, 5, 7, 9, 11मा परे, तर एक भनेको चाहिँ एकमै परेको हुनाले उहाँको चाहिँ यो पूज्यमा, उहाँको चाहिँ मिथुनदेखि मिथुनमा एकमा परेको हुनाले पूजा पश्चात उहाँको चाहिँ पूजा शान्ति गर्नुपर्ने हुन्छ बृहस्पतिको, त्यसपछि चाहिँ शुभ मानिएको छ है त। त्यसपछि फेरि चन्द्रमा जुराउनुको लागि उहाँको लागि चन्द्रमा भनेको धनु राशिमा छन्, अघि नामले हेऱ्यौँ यहाँ धनु राशिमा चन्द्रमा 23 गतेको यहाँ धनु राशिमा चाहिँ चन्द्रमा रहेका छन् भने उहाँको मिथुनबाट धनुसम्म हेर्दाखेरि मिथुन 1, कर्कट 2, सिंह 3, कन्या 4, 5, तुला 6, वृश्चिक र 7औँमा धनु 7औँमा भनेपछि उहाँको चन्द्रमा भनेपछि 7औँ भनेको शुभ, चन्द्रमा चाहिँ शुभ देखियो। उहाँको चाहिँ चन्द्रमा चाहिँ के भन्यो भने मिथुनदेखि धनु 7मा शुभ कन्याको दिन देखियो, विवाहको शुभ दिन यही भयो। ल, शुभकामना। हजुरहरूले चाहिँ यसै गरी हेर्न सक्नुहुन्छ है त। यो चाहिँ एकदम सजिलो तरिकाले हजुरहरूलाई हेर्नको निमित्त यो चाहिँ सूर्य चन्द्र गुरु शुद्धि सारिणी भनेको यो हाम्रो यही पात्रोमा दिएको हुन्छ। यो पात्रोबाट चाहिँ मैले लिएको यो कुरोलाई चाहिँ यहीँबाट लिएको है त। यहाँबाट चाहिँ पछाडि छ, यो चाहिँ कहाँनिर छ भनेपछि अलि पछाडि थियो, यो यहीँ पात्रोमै दिएको हुन्छ। ल हेर्नुहोस्, सूर्य चन्द्र गुरु शुद्धि सारिणी भनेर चाहिँ यसरी यहाँ ट्याक्कसँगले यहाँ राखिदिएको हुन्छ। यो शुभ, पूज्य, पूजा प्रसाद अनि निन्दित 4, 8, 12 चाहिँ सबैको 4, 8, 12 चाहिँ निन्दित, यो चाहिँ अशुभ मानिएको छ है त। यसरी चाहिँ तपाईँहरूले पनि आफ्नो विवाहको मुहुर्तहरू, कसैको चाहिँ विवाहको मुहुर्तहरू जोडाउन सक्नुहुन्छ। ल, जय श्री राधे।